सो गाइज मेरो क्लाइन्टको हेयर चाहिँ हेर्न सक्नुहुन्छ यस्तो दामी लङ हेयरमा चाहिँ अब चाहिँ म लेयर्स गर्न आँटेको छु। सो भिडियो चाहिँ लास्टसम्म हेर्नुहोस् होला। सो हाई एभ्री वान, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। र अहिले चाहिँ हामी चाहिँ ड्युटी जाँदै गरेको गाइज है। र ड्युटी पुगेर चाहिँ एकदम बेसी भोक लागेको थियो र म चाहिँ गएँ केही खानेकुरा लिनुको लागि गाइज है। र खानेकुरा सर खाइसकेर चाहिँ एउटा नानीको चाहिँ हेयर कट आएछ बिहानै गाइज है। र हेयर कट सेयरकट गरेर चाहिँ अन्त यहाँ उसले चाहिँ हेयर स्पा गर्दैछ गाइज है। र उसले हेयर स्पा सकेर चाहिँ म चाहिँ गएँ लेज लिनुको लागि, किनभने म चाहिँ डेली बानी भइसकेको छ मलाई चाहिँ लेजसँग भात खानुको लागि है। भात लेज बेगर चाहिँ म भातै खानु मन लाग्दैन। सो खानासाना खाएर चाहिँ भात मार्दै खाना खाँदै थियो हामी चाहिँ। सो खानासाना खाएर चाहिँ एउटा सरको चाहिँ हेयर कट थियो गाइज है। र हेयर कट सकेर चाहिँ एकजना क्लाइन्ट आएको थियो र क्लाइन्टको हेयर चाहिँ यस्तो दामी लङ हेयर है। र रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ लास्टमा चाहिँ यति दामी छ। सो लेन्थ पनि सर्ट भएको छैन। सो एकदम लेयर साइड भइसकेको छ है। र अब चाहिँ छुट्टी हुन आँटेको थियो गाइज है। र अब चाहिँ बन्द गर्न आँटेको र दोकान सोकान बन्द गरेर चाहिँ मेरो बुढीले चाहिँ घरमा गएर चाहिँ खाना बनाउँदैछ गाइज है। आज चाहिँ रोटी पाक्दैछ गाइज। सो खाना चाहिँ पाकिसकेको छ अलमोस्ट र खानासाना खाने बेला भइसकेको छ। सो आजको भिडियो चाहिँ कस्तो लाग्यो गाइज है, लाइक सेयर कमेन्ट फलो गर्नुहोस् होला। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।